परान जुन चलचित्र गर्नको लागि जति उत्साहित भएँ म हाम्रो दीपक भाइसँग काम गर्नलाई उहाँले अप्रोच गर्नुभयो जुन एउटा मनमा यति धेरै जस्तो दर्शकहरूले माया दिनुभएको छ आफ्टर तेल भिजापछि होइन अनि त्यसले गरेर जुन चलचित्र खेल्न आउँदाखेरि जति एक्साइटेड थिएँ त्योभन्दा बढी एक्साइटमेन्ट छ क्या अहिले चाहिँ अब फिल्म रिलिज हुने कुरा भयो अब जाने कि नजाने भन्ने कुरा भइरहेको थियो होइन अनि फेरि अब उहाँसँग कुरा भयो उहाँसँग कुरा हुँदाखेरि पनि दिदी आउनु पाएदेखि राम्रो हुन्थ्यो भन्ने कुरा गर्नुभयो मेरो श्रीमानले पनि होइन अहिले चाहिँ फेरि ट्रेन्ड नै रहेछ होइन अब कलाकारहरू चाहिँ स्पेसल्ली फिल्म रिलिजमा उपस्थित हुने अनि त्यो कारणले गरेर पनि जाने भन्ने फाइनल डिसिजन गऱ्यौँ अब यात्रा त अब अलिकति गाह्रो नै छ होइन 18 घन्टा फ्लाइटमा आउनुपर्छ अब उस पनि ट्रान्जिट पनि 10 घन्टाको ट्रान्जिट थियो तर पनि त्यो ट्रान्जिटभरि पनि म त भिडियो बनाउँदै आइरहेको थिएँ परानको बिटिएसहरू पहिला हामीले खिचेकोहरू त्यो जसमा त एकदम ओभरवेल्म भइरहेको छु अहिले चाहिँ म